गुड मर्निङ, शुभ प्रभात, शुभ बिहानी। आज 2082 साल साउन 31 गते शनिबारको दिन। आज घरको काम गर्ने दिन। आज धेरै दिनपछि मल व्यवस्थापन गर्न, मल फर्काउन गइराखेको छु। आजको दिनमा, शनिबारको बसाइमा दिनभरिको कामको लेखाजोखा गर्ने दिन। गरौँ आज के कति हुन्छ। तपाईहरु पनि म सँगसँगै आउनुहोस्। आज मेरो दिनको दुःख सुख साटौँ बाडौँ, हेर्नुहोस् है त। ल, आज यति बेला बिहानको 7:30 बजेको छ। अब 7:30बाट मेरो काम सुरु भइरहेछ। साँझसम्म के काम गरिन्छ हेरौँ है त। आजको विशेष गरेर कामको भ्लग बनाऊ न है। हेर्नुहोस्, साथ सपोर्ट गर्नुहोस्, माया गर्नुहोस् है। तपाईहरुलाई धेरै धेरै धन्यवाद। मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला, हेरिदिनु होला, लाइक शेयर कमेन्ट पनि गरिदिनु होला नि त है त। त्यो पारी देखिने हाम्रो खोला हो। त्यहाँदेखि यतातिर अलि यतातिर गुफा छ। यहाँबाट देखिने माथिको त्यो तिमिले हो। त्यसपछि यो डिङ्गाको वन हो। त्यो अझ पारीको देखिने पनि डिङ्गा हो। हाम्रो यहाँ तल मकैबारीहरू छ। त्यो मकैबारी हाम्रो हो। यहाँ परतिर छ हाम्रो गोठ। यिनीहरू मेरा गोरु हुन्। यही हो। यहाँ अब मल टन्न भइरहेछ। यो मललाई आज फर्काउनु पर्छ, फाल्न पर्छ। अनि यो मेरो अनारको बुट्टा। अनि यो हाम्रो केराको घरी। यो केराको बारी हो। अनि त्यसपछि मेरो बारीमा खुर्सानी टन्न फलिरहेछ। अनि त्यहाँ उपर काँक्रा फल्ने तर्खरमा छ। यो मेरो भोगटेको रुख। अनि त्यहाँ तरुलहरू मौलाइरहेछ। उपर भिन्डीहरू छ, अर्ग्यानिक फर्सीहरू छ। हाम्रोतिर कद्दु भन्छन् फर्सीलाई। अनि त्यसपछि यहाँ तल के भन्छ, पिरालु पाप्रोहरू भइरहेछ। चाहिँ मेरो म्याडम हुनुहुन्छ। के छ, हाई भनिदिनुहोस् न। ल, आजको शनिबारको बसाइमा हाम्रो यो घाँस पनि टन्न हिजो काटेको रहेछ। अनि चिचिन्न फलिरहेको रहेछ। आज धेरै दिनपछि घर आएको। चिचिन्न यत्रो लामो लामो भए रहेछ, पुरै धेरै फल्या रहेछ। अनि त्यसपछि तल पनि चिचिन्नको बुट्टा रहेछ। यो तल मकैबारी। अनि सिमी पनि लगभग मौलाउने पुरा तर्खर गरिरहेछ। माथि माथि जान रेडी भइरहेछ। यो चाहिँ अलिक पछि हुन्छ, कार्तिकमा फल्छ, पाक्छ। त्यति बेला यसको गेडा, हामी सिमीको दाम्रा भन्दा पनि गेडा खाने चलन हुन्छ हाम्रो, गेडा बनाएर। अनि यो मेरो मकैबारी दर्याम हरियो काँक्रा कर्याम भने जस्तो त होइन मकै। यहाँ पुरै नस्पतिको सत्यानाश बनाएर ठ्याङ्ग्रा बनाइरहेछ म्याडमले। ठ्याङ्ग्रा त पुरै नस्पतिको हालेर रहेछ। ठिकै छ, पल्ला होला नि त होइन। ल, हाम्रो कामको अब सुरुवात हुँदैछ। अब मल खाने बेला फर्स्ट बाइट भन्ने हुन्थ्यो। घाँसै घाँस छ त। बल्ल अन्त पानी। पुरै मलाई
कि त चढ्न बाबु हेर नि गोबर हो दादा कस्तो मान्छ गोबरलाई गो भन्छ ए छापो कुम भएछ हैन हालेर आउनु पर्यो त नकुचिया के हाल्ने भन्ने हाँसा किन बेटा ल फाल्टा हाल्छ आ बाबु आन बाबालाई पर्दैन बाबालाई पो पर्दैन छोरालाई मात्रै पर्छ पुगाइन त बाँदर आएगा कि बाँदर बाँदर आएगा कि के भयो भन्न त किन बाँदर आयो कि त आया छैन जानु होइन किन गर्ने बाँदरले खान्छ त बाँदर भाग्छ
के गर्ने हो र उँधो फालिन उँधो फालिन के गर्ने हो यही पुगिन्छ पुया के हुन्छ र पुग्यो भने मल धेरै लाग्छ कहाँ फाल्ने र मललाई मललाई के गर्ने त मललाई के गर्छन् गहुँमा हाल्दैनन् किन उखेल्छु मल र गोबरमा क्या फरक हुन्छ दिए थाहा छैन गाइस मल फालेर सक्यो अब यसलाई छापा बिछाउनु पर्छ पसिना गोबर हाम्रो गाउँले जिन्दगी झक्कास यता यता यो के हो यो यसलाई के भन्छन् के हो यो मौजा माउबा झार अनि नाम के छापो हो यिनी बोलेर हजुरलाई मार्या हुन् किन मार्छन् मलाई पोर के मन नजुम्रे बेला त पोरो चाहिँ ल्याउँथिन है पोर के मन कति वर्ष भएको थियो 5 वर्ष भए बेला म नजुम्रे हजुरले यो बल्ल यहीँ राख्छ हो मारिन्थ्यो त त्यही बेला मलाई त मार्ने जस्तै गर्छ त्यो सानो मान्छे भइकिन हो त ठुला मान्छे मात्रै मार्छ त 7 बजेबाट लगभग 7:30 बजेबाट लाग्यो हौ मल फाल्न 8:30 भयो ट्याक्कै 1 घन्टा लाग्यो पसिना झन् गोबरै गोबर झन् मल फाल्ने काम चाहिँ भ्याइयो अब बाँकीको दिनचर्या अरू सुरु हुन्छ आज शनिबार त बस्न फुर्सद हुँदैन हैन काम गरेछ हैन के कसो केटा हो यस्तै हो गाउँले जिन्दगी हामी त यस्तै झन्ड बा फेरि भी घमण्ड बा जिन्दगी पुरा तमाम दुःख तनाव हुन्छ तर पनि आनन्द आउँछ गाउँको जिन्दगी उहाँ हुनुहुन्छ हमाल परिवारको उत्तराधिकारी हाम्रो वंश हैन उहाँलाई गोबर छुन घिन लाग्छ गरे मेरो शरीरमा लाग्याउँछ त गोबर अनि गोबर नछुने के गर्ने हो त जिन्दगी उही गर त मुसाले खायो दाँत है भविष्यमा के बन्ने हो ठुलो मान्छे भएर डाक्टर वा कति पढ्न पर्छ डाक्टर थाहा छ कति पैसा लाग्छ कसले दिन्छ पैसा कसले दिन्छ डाक्टर बन्न कसले कमाउँछ पहिला पढ्नलाई आफै पढ्ने आफै कमाउने हुन्छ त्यस्तो भयो कमाउने माछु हैन हाम्रो परिश्रम जारी छ दुःख गर्न पर्छ कि नै गर्यो जिन्दगीमा डाक्टर छोरो डाक्टर बन्ने तर पनि दाँत पहिल्यै गइसक्यो हैन पछि आउँछ हैन आउँछ कि आउन्न आउँछ ल आजको हाम्रो काम भ्याइयो
नमस्कार ढोक दिया, नमस्कार ढोक दिया, तिम्रो हेराइले मेरो धड्कन रोकिदिया या या ल फेरि नमस्कार ढोक दिया, अल्छुल नमस्कार ढोक दिया, तिम्रो हेराइले मेरो धड्कन रोकिदिया, तिम्रो हेराइले मेरो धड्कन रोकिदिया। अर्को गीत कोशी मधेस बागमती गण्डकी, कोशी मधेस बागमती गण्डकी, लुम्बिनी कर्णाली सुदूर पश्चिमा, लुम्बिनी कर्णाली सुदूर पश्चिमा। क्या हुन् 7 प्रदेश अँ प्रदेशका नाम हुन् ए हो र देशको नाम के हो नेपाल नेपालको राजधानी कहाँ हो काठमाडौँ हो र नेपालमा कतिवटा प्रदेश छन् 7 कतिवटा जिल्ला छन् कति प्रदेश कति 77 अनि हाम्रो प्रदेशको नाम के हो गरे जाजरकोट ओइ कर्णाली बिर्सिनु भएन अनि जिल्लाको नाम जिल्लाको नाम जाजर हो हाम्रो ठेगाना गाउँ हो त नगरपालिकाको नाम के हो भेरी नगरपालिका वडा नम्बर 2 बान्थान। तिम्रो स्कुलको नाम के हो मेरो स्कुलको नाम श्री शङ्कर भवन माध्यमिक विद्यालय हो र कति क्लासमा पढ्छौ 3 तिम्रो टिचरको नाम के हो कमला किसी कति वर्षको भयौ 6 वर्षको तिमीलाई सबैभन्दा मनपर्ने टिचर को हुनुहुन्छ कमला म्याम कमला म्याम स्कुलमा जान्छौ कि जान्दैनौ तिमी जान्छु हो सबभन्दा बढी कसले जान्छ मुइले झुटो बोले ठिक छ जान्न पर्छ हैन मच्छर भइदिएबा मान्छे न टुक्ने थिए जुगो भइदिएबा म मान्छे रगत खानु राम्रो हो घिना भन्नु छ म उता तलै सुन लत्किन्छु किन जुगो भइदिए छ्या जुगान त ढुङ्गाले कुटी कुटी मार्छन् मच्छरलाई प्याट्ट हानी मार्छन् जुगान त त्यही छोडेर आइकन भागिजान्छ भाग्छन् किन हुने कति ढुङ्गाले हानी खेद्छन् झन् भाइजान अनि रुखमा सक्दैनन् हान्न सक्दैनन् सक्दैन कसक्दैन लाँदैछु म यहाँ म बाटो त्यहाँ हजुर यहाँबाट हान्नु सक्दैन म हान्छु गुलियालीले हान्छ त्यहाँ भाइ जान्छु अनि मकैबारी दर्याम दर्याम मकै त साराले स्वाहा पारेछ कुहीको अब घाँस पाइजान्छ हजुर क्यार्ने हो नि त धेरै परे एउटा भात भएको ल बिट्टो बनायो नि छिटो गर्छु क्या घाँस काट्नु त
मकैमा गयो लाएर मौसम लगा घाँस पुगेकै रहन्छ चुट्टीको छ त पानी नहाल्नु बाबा तगल तगल माला लगाउँछ यो काउली खेती हो यहाँ भेन्टा छन् भेन्टा त अहिले हामीले खान मिल्दैन मरकी छ अनि यो फर्सीहरू टन्न छ यहाँ काउलीहरू छ अब यो कहिले फुल्छ कुन्नी टाइम त धेरै भयो फुल्नु पर्ने हो भर्खर फुल्न लागिसक्यो अनि त्यसपछि अनि यता नि काउली छ बन्दा छ सिमीहरू छ करेला अनि मकै फुल छ अनि यो मेरो घर भूकम्प पछिको घर भेन्टा करेला आँपको रुखमा त्यहाँ आँपको रुखहरू हो मेरो सानो धुपी भोटो सानो मान्छे ओ सानो मान्छे मोटो बनाए गरेल छ नि यता सुटा मात्रै रुप्से देखिन्छ न तर जनाङ्गै भाउँछ नाङ्गै पुटुङ्गै भाउँछ चोर बिरालो तेरो तेरो यता यता सानो मान्छे यता पाक को गर्यो नाम क्या हो नाम गीतू हो गीतू हजुर भन त
बाबुको मै अस्ति दही किने हो एकदम चर्को बुझिन्छ हामी पनि ठिक्क भए हुन्छ अरू नै खाइदिँदै कि हामी आए त अरू नै खान्छ ए उचिकै मासु थियो त कता भयो माथि छ अरे मैले खाल्थे अहिले अब दिउँसोको कति बज्यो 12 बजेछ अब यिनीहरूलाई पानी दिन पर्छ ल पानी खुवाउन लैजानु पर्यो हेलो अहिले हामी दिउँसोको 12 बजेको समयमा छौँ गोरु फुकाएको छु मैले गोरुलाई पानी खुवाउन लिएर आएको नखाने रे बर्खाको समयमा ए मस्ती गरिरहेछ यो गोरुले सुन्दर भ्यू वाउ दिलमा चयन छैन धनाइको ओ दाजी आज दाजी कता गएछन् बोल्दैनन् त यो पाइप हो यो पछि सिँचाइको लागि काम लाग्छ बारीमा हाल्नलाई माथि कुलोबाट लिएर आएको छु पछि लसुन प्याज धनिया आलु लगाउँदाखेरि हिउँदोको समयमा जेठ मासको समयमा बढी विशेष गरेर काम लाग्छ हाम्रोतिर बढी लसुन प्याज लाउने चलन हुन्छ आलुहरू त्यसमा अब हिउँदोको समयमा पानी पर्दैन त्यही भएर अब लसुनलाई त पानी टन्न चाहिन्छ त्यही भएर पाइप लिएर आएको माथिबाट छ ए तल ल ल ल ल आइ कहाँ जाने हो सोल्टीहरू आफ्नो बस्ने ठाउँतिर हिँड्न पर्यो नि केटा बाँके यो चाहिँ बाँके हो अनि त्यो चाहिँ माले हो दुई भाइ एउटै माका आमाका छोराहरू हुन् यिनीहरू वीरहरू अनि यो चाहिँ भाइ त्यो दाइ हो दौडिसक्यो भाइ त यति धेरै घाँस खायो भने त टन्न गाउँछौ केटाहरू बारीतिर जाऊँ न खुर्सानीहरू कस्तो भए खुर्सानी थोरै थोरै पाके रहेछ अलिअलि टिपेर लैजाउँ न बिग्रिहाल्छ फेरि खुर्सानी पाकेर लाल भयो मेरो आज जोगीको ताल भयो भने कुया रहेछ यसैमा राख्नु पर्यो राम्रोसँग त पाएको छैन टन्न फलिरहेको छ यति ठुलो बुटो भयो ओह छेपारो पाक खुर्सानीहरू थोरै पाके रहेछ पाक्दै खस्दै गरिरहेछ त रोग लाग्यो क्या हो यो पुरै ढलेछ यो कति राम्रो फल्या रहेछ यस्तै ढल्या त पानी परिरहेको हुन्छ फेरि कुहिहाल्छ
भिन्डी त्यहाँनिर थोरै रहेछ। फर्सीका मुन्टाहरू टन्न रहेछन्। फेरि फर्सीका मुन्टाहरू मेरो केटाकेटी फेरि प्रायः खान्नन्, मिठो मान्दैनन् सागहरू। मलाई त मिठो लाग्छ, मलाई मम्मीलाई रहेछन्। भोगटे त ठुलो भइसकेका रहेछन्, अब 1-1.5 महिनापछि खाने भइहाल्छन्। केराहरू पनि टन्न छन्। काँकरीहरू फल्ने बेला भइसकेको छ। काँकरीलाई ठाकरी त बाखरीलाई गोठ मायालुलाई घरी बार मनमा रहर बोकिनु परदेशी भए अधुरै छ घरी बार। गाउन आउँदैन, रहर मात्रै। उहाँ मेरो महारानी छोरी, महारानी छोरी। उहाँ चाहिँ छोरो महाराज, उहाँ चाहिँ मम्मी। हाई मम्मी। खान्न। जुम्ला जाजरकोट रोड, यताबाट तलतिर गुफातिर जाने रोड छ, यता माथितिर पाँचकाटी आउँदै जुम्ला जाने रोड। अनि यता घर, यता जम्नेचौर बाहुनथान बजार यो हाम्रो बजार। त्यहाँनिर स्कुल छ, माध्यमिक विद्यालय। माथिको क्याम्पस निर्माणाधीन क्याम्पसै त होइन। यो रोडको पहिरो, रोडदेखि माथितिर पहिरो आइरहेछ। यहाँदेखि तल मेरो खेती गर्ने जग्गा थियो, पहिरोले सबै स्वाहा बनायो। थोरै बाँचेको छ, तलतिर छ। अहिले एकछिनपछि त्यहीँ जान्छौँ हामी मासु गर्नलाई। कोहो कता हिँडेको? बारीतिर के गर्नलाई? के को झारू खेल्नलाई? जम्मा माओवादी झारू त मासको झारू खेल्नलाई, मास गोड्न। हाम्रो अर्को खेतको सिमी, हाम्रो सिमी त टन्नै हुन्छ नि, मुरीका मुरी हुन्छ भन्ने। सिमीहरू टन्नै ठुलो भइरहेछ। यो पुरै सिमी लाउन त सजिलो हुन्छ, सिमीको ठ्याक्रा बनाउन चाहिँ गाह्रो। यहाँ भर्खर जाग्या रहेछ गल्टेकैले छ। सिमी केराहरू पनि यहाँ पनि टन्नै छ। फेरि केरा हाम्रो त होइन। के खाइरहेको? नासपति खाएको। मास गर्ने बेलामा यो खानैको काम छ, खानैको काम। नउखेल्न, पछि फेरि मर्छन्। यहीँ त यता मास छैनन्, बाख्ला हुन्नन् नि, ठिक्क हुन्छन्। मासु खेल्ने कि झाडु खेल्ने? काम गर्ने तेरो काम त। पुरै झार मासु बारी। मन भएको छ घेरी
अर्को आँखाको सियो अर्को आँखाको जाले ठुली बाल गीत गाइछ ल्याउनु हैना प्यारी म परदेशी भएको हाम्रैमा गे दोषी हाम्रै भाग्य दोषी निरा जाले ठुनी हाम्रै भाग्य दोषी आज दिनभरिको कमाइ दिनभरिको त होइन दिउँसो 1 बजेदेखि मास गर्न थाल्यो उतातिर अलिक कम कमै रहेछन् सानसानो बुटाहरू रहेछन् यतातिर अलि ठुला अलि बाक्लो जस्तो देखिरहेछ अघि पुरा झार्थ्यो अहिले अलि राम्रो देखियो अहिले मास जस्तो छर्या जस्तो देखिन थाल्यो दिनभरि के 1 बजेदेखिको कमाइ अनि यसमा नि ठिकै छन् मासहरू यतिकै ठिकै हुन्छ यो अलि बाक्लो जस्तो छ अनि यी पुरा झार्छ अहिले फेरि यो अलि गोरेसी अलि राम्रो देखिएला यसमा पनि मास अलिअलि छ ठिकै छ गोरे पनि राम्रै देखिएला अहिले अब साँझको त कति बज्यो 6 साढे 6 भइसक्यो अब घर जाने बेला नि भइसक्यो ज्यान पनि थाक्यो अब हेलो हेलो जाने होइन यहीँ बसिराख्ने आज गोरी राख्नु जाने होइन जाउँ अहिले अब साँझको गोरुलाई घाँस हाल्न जाँदैछु अझै काम भ्याइया छैन थोरै बाँकी छ अब गोरुलाई घाँस हालेर आएर त्यसपछि आजको काम पुरा सकिनेछ अब गोरुलाई घाँस हालौँ अनि त्यसपछि हात खुट्टा धोइ पखाली गरेर आजको शनिबार पुरा थकानमय भइरहेछ यति थाकियो यति काम भयो आज हुन पनि बर्खाको समयमा काम टन्न गर्नुपर्छ गाह्रो छ खुट्टाहरू के छ हल्का भोक लाग्यो घाँस त आज लौ त गाइज आजको तिमीहरूको खाना पनि खाऊ अब भोलि बिहान भेटौँला है त आजको शनिबारे बसाइको मेरो तिमीहरूलाई सेवा गर्ने यति नै हो अब भोलि भन्दा नि अब कुन शनिबार पर्छ थाहा छैन अब त धेरै दिनपछि हाम्रो भेट हुन्छ आफ्नो कार्यक्षेत्र पनि जान पर्यो लगभग 15-20 दिनपछि 1 हप्ता 2 हप्ता पछाडि आइन्छ होला प्रत्येक हप्ता पनि आउन सकिँदैन टाढाको बाटो बर्खाको बाटो गाह्रो हुन्छ त्यही भएर अब अर्को भन्दा पनि सकभर अब दसैँमै हुन्छ होला टाढा छैन आजको शनिबार रे कार्यक्रम यही भ्याइयो अर्को शनिबार अब उतैतिर सकिएर अब भित्र बस्ने बेला भयो अब घरभित्र आउनै पर्यो सानो मान्छेले के हेरिरहेछ सानो मान्छे हेरिरहेछ अनि छोरी महारानी खाना पकाउनमा व्यस्त आलु डोङ्ग्रिया तेल अनि फेरि साथमा मोबाइल पनि छ अनि त्यता तरकारी पाक्दैछ हैन मोबाइलमा कुन सिरियल चलिरहेछ यो के हो त किन ढङ्ग छैन नि त श्रीमतीज्यू
ओ श्रीमतीज्यू श्रीमतीको निधारमा किराले टोकेर आज किरीमती भयो। यता सानो मान्छे अनि छोरा महाराज चाहिँ कहाँ गयो थाहा छैन, कति बेला आउने हो। अब सानो मान्छे हेरेको हेरे, हामी हेरेको हेरे, सानो मान्छे होइन हामी। ठिक छ, अब अर्को भ्लगमा भेटौँला है त। आजको भ्लग जसले हेर्नुभयो उहाँहरूलाई धेरै धेरै धन्यवाद। मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, मेरो भिडियोलाई लाइक गर्नु होला, कमेन्ट गर्नु होला र सेयर पनि गरिदिनु होला। कमेन्ट चाहिँ गरिदिनु होला अनि च्यानललाई सब्सक्राइब गरिदिनु होला, ताकि आउँदा मैले बनाएको अन्य भिडियोहरूलाई पनि तपाईँहरूले सजिलै देख्न सक्नुहुनेछ र मलाई पनि अरू भिडियो बनाउन हौसला प्रदान हुन्छ है त। हस् त, धन्यवाद, नमस्ते, शुभरात्रि, शुभ आजको दिन सबैको सुखमय सफल भयो होला, आनन्दमय भयो होला है त। बाई, सी यू।